हेलो नमस्ते सबैजनालाई। हजुरहरूको दिन शुभ रहोस् भन्दै आज म तपाईँहरूलाई चाहिँ विद्यालयमा मनाउने गरिएको पोषण सप्ताहको बारेमा के जानकारी गराउँदैछु। सामुदायिक विद्यालयहरूमा चाहिँ प्रत्येक वर्ष जेठ महिनाको 1 गतेदेखि 7 गतेसम्म चाहिँ पोषण सप्ताह कार्यक्रम भनेर तोकिएको छ। त्यसै अनुसार चाहिँ हामीले पोषण सप्ताहका लागि चाहिँ बालबालिकालाई पोषण सम्बन्धी मात्रै नभएर पनि अब सरसफाइका कुराहरू पनि यो पोस्टर मार्फत देखाउन गइरहेका छौँ। यो सबै जति पनि पोस्टरहरू हजुरहरूले देख्नुभएको छ यो चाहिँ सबै विद्यार्थी भाइ बहिनीहरू मिलेर बनाउनु भएको हो। उहाँहरूकै कला हो, उहाँहरूकै मेहनत हो। अनि यो जति पनि पिक्चरहरू बनिरहेका छन्, जति पनि यो लेखनहरू भइरहेको छ सबै उहाँहरूले नै बनाउनु भएको हो। 5 क्लास 4 क्लास 5 क्लासदेखि 9 10 सम्मका भाइ बहिनीहरू मिलेर चाहिँ उहाँले यो पोषण सप्ताहको लागि भनेर 2-4 दिनदेखि नै उहाँले तयारी गरिरहनु भएको छ। सबै आफ्नो आफ्नो कला सिप क्षमता अनुसार उहाँहरूले आफ्नो आफ्नो काम गरिरहनु भएको थियो र आज उहाँहरूको कामले सार्थकता पाएको दिन आज चाहिँ जेठको 7 गते हामीले चाहिँ यसलाई चाहिँ विद्यालयको भित्तामा टाँसेर चाहिँ प्रत्येक कक्षाका भाइ बहिनीहरूलाई पालो रोग सम्बन्धी जानकारी गराउँदै विद्यालयमा पोषण सप्ताह किन मनाउनु पर्छ भनेर चाहिँ हामी जानकारी गराउँदै गइरहेका छौँ। त्यस्तै गरी हाम्रो विद्यालयमा हुनुहुने नर्सले चाहिँ धेरै दुःख गर्नुभएको छ। उहाँले आफ्नो तर्फबाट विद्यार्थी भाइ बहिनीहरूलाई परिचालन गरेर चाहिँ उहाँले धेरै दुःख गर्नुभएको छ, किनभने उहाँको जिम्मेवारीमा पनि पर्छ। यो पोषण सप्ताह कार्यक्रमको संयोजक उहाँ नै हुनुहुन्छ। त्यसैले सबैजनाले उहाँलाई सहयोग गर्नुभयो र विद्यार्थी सबै हस्तलेखन पनि विद्यार्थी भाइ बहिनीहरूकै हुन्। उहाँहरूले चाहिँ आफ्नो कला देखाउनु भएको छ, एकदमै राम्रो छ। सबै आफ्नो आफ्नो कला प्रदर्शन गर्ने ठाउँ जस्तो पनि भने यहाँ जङ्क फुडहरू पनि राखिएको छ। जङ्क फुडहरू खान हुँदैन, रोग लाग्छ भनेर सिकाउनको लागि अब प्रायः जस्तो आजभोलि बालबालिकाहरू जङ्क फुडमै आकर्षित भइरहेका हुन्छन्। त्यसैले जङ्क फुडबाट बच्चाहरूलाई चाहिँ टाढा राख्नको लागि पनि हामीले यो गर्न खोजिरहेका छौँ। त्यस्तै गरी यो ह्यान्ड वासिङको कामहरू, हातहरू धुने कामहरू त झन् अति जरुरी नै भइहाल्यो। त्यही भएर